हेलो एभ्रिवान, आज चाहिँ आरुषीको बर्थडे हो। यतापट्टि हाम्रो बहिनीको छोरीको बर्थडे हो, त्यही भएर हामी चाहिँ यहाँनिर एकदम कुकिङ गर्दैछ। यहाँनिर चाहिँ मिक्काले मासु बनाउँदैछ। मैले चाहिँ पनिर अलरेडी बनाइसकेँ। यहाँनिर मासुमा चाहिँ के लगायो? मासुमा प्याज, मसला, नुन मजाले फ्राई गरेछ मसला। आज चाहिँ हामीले एकदमै अर्ग्यानिकै बनाएको। चुलामा पकाएको चाहिँ एकदमै मिठो हुन्छ, त्यही भएर चाहिँ हामीले चाहिँ यहाँ बर्थडे सेलिब्रेसन हुन आँटेको छ। त्यही भएर अरू आइटमहरू पनि छ। आज चाहिँ अब अर्ग्यानिक चिकन बनाउन आँटेको छ। अब त्यो चाहिँ टोमेटो, अनियन। कति केजीको बनाएको मासु? मजाले मसला भुट्यो। नुनहरू पनि हालिसकेको। मजाले अब यो मसलाहरू पाक्यो। यहाँनिर चाहिँ अब हाम्रो चिकन चाहिँ यहाँ छ। चुला पनि दामी बनाएको छ नि फेरि है।